विभिन्न सम्पदा क्षेत्रहरूको अध्ययन अवलोकन गर्ने क्रममा अहिले हामी धर्मस्थलीतिर जाने यो गेटको अगाडि आइपुगेका छौँ। यहाँबाट भित्र प्रवेश गरेपछि धर्मस्थली क्षेत्रमा रहेको धम्मथुर स्तूपमा हामी पुग्दछौँ। आउनुहोस्, अब हामी धम्मथुर स्तूपतिर लिएर जाँदैछौँ। आउनुहोस्। धर्मस्थली बालाजु रिङ रोडबाट 4 किलोमिटर उत्तरतिर रहेको पुरानो नेवार बस्ती हो। धम्मथुर धर्मस्थली प्रवेश गर्ने मूल बाटोमा नै अवस्थित छ। यो तारकेश्वर नगरपालिका वडा नम्बर 6 मा पर्दछ। विभिन्न सम्पदा क्षेत्रहरूको अध्ययन अवलोकन गर्ने क्रममा आज हामी धर्मस्थलीमा रहेको यस धम्मथुरमा आइपुगेका छौँ। धम्मथुर चैत्य धर्मस्थली प्रवेश गर्ने मूल बाटोमा नै पर्दछ। यो धम्मथुर चैत्य लिच्छवीकालीन चैत्य स्थूल र स्तूपको दर्शन भनेको चित्तलाई सधैँ धर्मतिर आकर्षित गरिरहनु हो। धर्मचित्त भएको दाताले बनाएको यस धम्मथुरको नामबाट नै यस क्षेत्रको बस्तीलाई स्थानीय आदिवासी नेवा समुदायले धम्माथु भन्ने गर्दछन् र यही धम्माथु नामबाट नै यस क्षेत्रको नाम धर्मस्थली रहन गएको मानिन्छ। यस धर्मस्थली क्षेत्रमा भेटिएको लिच्छवीकालीन राजा शिवदेवको शक सम्वत 517 को अभिलेखमा यहाँको प्राचीनताबारे उल्लेख गरेको पाइन्छ। तथ्य इतिहास शिरोमणि धन वज्र वज्राचार्यद्वारा लिखित लिच्छवीकालीन नेपालको अभिलेख पुस्तकमा धर्मस्थली नगर लिच्छवी कालमा स्वायत्त राज्य जस्तै सञ्चालनमा रहेको विवरण उल्लेख गरिएको पाइन्छ। धर्मस्थलीको बस्ती बाहिर उत्तरतिर सानो देवस्थलमा रहेको शक सम्वत 517 को लिच्छवी राजा शिवदेवको अभिलेख तथा अंशुवर्माको अभिलेखमा यस नगरको बारे यसरी उल्लेख गरिएको प्रमाणको आधारमा यस स्थलको प्राचीनता बारे जानकारी हुन आउँछ। शिवदेव बौद्ध धर्मबाट प्रभावित राजा थिए। उनी जीवनको उत्तरार्धमा भिक्षु भई बिहारमा बस्न गएको भनिन्छ। त्यसैले यो धम्मथुर चैत्य त्यति बेला नै स्थापना भइसकेको अनुमान गरिएको छ। चैत्य 4 प्रकारको हुन्छ। शारीरिक चैत्य, परिभोग चैत्य, धर्म चैत्य र उद्देश्य चैत्य। शारीरिक चैत्य यो चैत्य भगवान बुद्धको अस्थि धातु राखेर बनाइएको हुन्छ। परिभोग चैत्य यस चैत्यमा भगवान बुद्धले उपयोग गर्नुभएको वस्तुहरू राखेर यो चैत्य निर्माण गरिएको हुन्छ, जस्तै चिबर, पात्र। धर्म चैत्य यस चैत्यमा त्रिपिटक उपदेशहरू कुदेर राखिएको हुन्छ। उद्देश्य चैत्य अथवा लक्ष्य चैत्य यो चैत्य मनोकामना सिद्ध गर्ने उद्देश्यले स्थापना गरिएको हुन्छ। यस सम्पदा स्थलको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। नेपालको सम्पदा संस्कृतिको बारेमा चिनिया यात्रीहरू ताइयान, ह्वेनसाङ, विदेशी इतिहासकारहरू सिल्वा लेवी, जोन लक, पर्सी ब्राउन र टुची आदिले निकै नै प्रशंसा गरेको पाइन्छ। अब हामी यस चैत्यको परिक्रमा गर्नेछौँ र यस चैत्यलाई अझ नजिकबाट बुझ्ने र यस क्षेत्रको बारेमा अवलोकन गर्ने कोसिस गर्नेछौँ। आउनुहोस्। यो धम्मथुर चैत्य परिक्रमा गर्ने क्रममा यहाँ एउटा मूर्ति पनि मैले देखेको छु। यो धम्मथुर स्तूप परिक्रमा गर्ने क्रममा मैले यहाँ ठुला ठुला पुराना स्तम्भहरू देखेको छु। यहाँहरूले पनि देख्न सक्नुहुन्छ। यो निकै नै पुरानो स्तम्भहरू रहेको छ।
चैत्यको माथि देखिएको जुन सुनौलो आकारको चक्काहरू जस्तो हामी देखिरहेका छौँ, यसलाई त्रयोदश भुवन भनिन्छ। त्यस्तै गरेर यो हामीले जुन आँखा देखिरहेका छौँ यसलाई हर्मिका भनिन्छ भने यो यहाँ हामीले देख्न सक्छौँ यसको चारैतिर पञ्चबुद्धको मूर्तिहरू रहेको छ। म अहिले यो धम्मथुर चैत्य अगाडि उभिएको छु र मैले यहाँबाट हेर्दाखेरि यहाँ ठुला ठुला दुईटा पिपलको रुखहरू मैले देखिरहेको छु। हामी यो पिपलको रुखलाई देखेर अनुमान लगाउन सक्छौँ यो रुखहरू धेरै नै पुरानो रहेको छ र त्यस्तै गरेर यहाँ ठुलो माने पनि हामी देख्न सक्छौँ। त्यस्तै गरेर यहाँ नाम पनि राखिएको छ, यो माने कसले राख्नु भएको हो भन्ने कुरा यहाँ स्पष्टसम्म हामी देख्न सक्छौँ र यो माने पनि निकै ठुलो रहेको छ। मानेको आवाज पनि आउँछ, यहाँ घन्टी बजिरहेको छ। मानेलाई यसरी नै घुमाउँछ होला मेरो विचारमा दाहिने हात। यो धम्मथुर चैत्य नजिकै ठुलो एउटा चौर पनि रहेको छ र यो चौरको वरिपरि हामी देख्न सक्छौँ यहाँका स्थानीय बासिन्दाहरूको कुल देवताको मूर्तिहरू पनि रहेको छ। यहाँले स्पष्ट रूपमा देख्न सक्नुहुन्छ यो मूर्तिहरू वर्षमा एकपल्ट यहाँ देवाली पूजा पनि गरिन्छ। गुला पर्वमा यस क्षेत्रमा मेला लाग्ने गर्दछ भने कोजागत पूर्णिमाको दिन यस स्तूपको जात्रा गरिन्छ। यहाँका स्थानीय बासिन्दाहरू स्वयम्भू महाचैत्य बन्नुभन्दा पहिले नै यहाँ यो चैत्य बनिसकेको भनी मान्दछन्। कुनै पनि सभ्यता अध्ययन गर्दा त्यहाँ रहेको जीवन्त सम्पदाहरूको महत्त्वपूर्ण स्थान रहेको हुन्छ। लिच्छवी कालमा विभिन्न बौद्ध सम्पदाहरूको निर्माणको क्रममा यो धम्मथुर बनेको इतिहास रहेको छ। यो प्राचीन सम्पदा र यो प्राचीन बस्तीको सामञ्जस्यता निकै नै महत्त्वपूर्ण रहेको छ।